हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यता सन्चै छु र आज जानलाको अब चाहिँ दुईजना चुस्साहरूलाई भेट्न जाँदैछु हैन। गाइस लेट्स गो। एउटा चुस्सालाई भेटाएर चाहिँ अब हामी चाहिँ अब गन्नेका जुस खाँदैछौँ हैन। एउटा चुस्सालाई त भेटाएँ, एउटा चुस्सालाई वेट गरिरहेछौँ। एउटा चुस्सा चाहिँ टेन्ट मान्न गएको छ खजुरा हैन, अब आउँछ एकछिनमा। अनि मैले चाहिँ डाइनोसरको दुध खाएँ हैन। डाइनोसरको दुध चाहिँ कसैले खाएको छैन सायद, मलाई लाग्छ नेपालले विश्वभरि। डाइनोसरको दुध यस्तो मिठो थियो, खाइयो दामी लाग्यो हैन। तपाईहरु पनि खाने भए आइहाल्नु होला, हाम्रो रेस्टो क्याफेमा पाउँछ हैन। नाचे एकछिन यस्तो यस्तो गर्ने, अनि के गरौँ भइरहेको थियो। अनि फेरि खाएँ दुध, कस्तो मिठो थियो। अनि साइडमा राखेँ हैन, मिठो लाग्दैन भन्थे फेरि मैले। अक्टोपसको अन्डा चाहिँ दामी लाग्यो मलाई चाहिँ हैन। चुस्साहरूले दामी कस्तो दामी भन्दै थिए, अनि खाइयो, मिठो लाग्यो मलाई। घर आउँदै थिएँ, चुस्सा भेट्यो, चुस्साले आइफोन अन गरेर देखाइहाल्यो मलाई हैन। अनि मलाई चाहिँ यस्तो नराम्रो लाग्यो यार, योसँग आइफोन छ मसँग एन्ड्रोइड छ। अनि फेरि अर्को चुस्सा पनि भेट्यो, अर्को चुस्सासँग हात मिलाएँ। चुस्सा चाहिँ ओ माई गड दामी यार, दोस्त तिमी कति ह्यान्डसम भनेर हाँस्यो हैन। हाम्रो पर्सन दाई पनि भेटिनु भयो हैन। पर्सन दाईकोमा मिठो मिठो खानेकुरा पाउँछ, खाना आउनु होला सबैजना।